छ सिक्दैछु म भ्यू चाहिँ आओस् नआओस् केरोले ब्लग चाहिँ बनाउँदैछ है मजै छ ब्रह्माको फिल्मी सोरुम यहाँ म लेफ्ट साइडमा हिँड्दैछु राइट साइडपट्टि छ एलोरी के अरे वुडल्यान्डको लिक्विड लन्च बार वुडल्यान्ड क्लब यहीँनिर हो छेउमा वुडलन्ड सोरुम हो यो चाहिँ जुत्ताहरू वुडलन्डको 50% डिस्काउन्ट रहेछ है गाइस यहाँ लिन आउँदा हुन्छ न्यू ब्यालेन्स सोरुमै सोरुम छ है यता स्न्याकर्स यो इन्डियामा 500-600 मा पाउने जुत्ता हो है त्यो चाहिँ इन्डियन आइस यहाँ चाहिँ महँगो छ त्यो पिक धर्मा KFC हजुर भनौँ हजुर के छ एकदम ठिक छ ठिक छ तपाईको नाम के छ युट्युबमा मेरो रोजन थोकर ए ल सब्सक्राइब ल है त थ्याङ्क यू भ्लगमा सब्सक्राइब हान्छु भन्छ भ्युजै जाँदैन बिल्ला भइहाल्यो नि चस्माहरू खतरा खतरा छ है सिकागो कसले लाउने हो हिरो भएर जानलाई यता किन्न आयो हुन्छ है टाइम एक्सले ल है घडियाहरू पनि गरमाको सामसुङ सोरुम नै त्यहाँ पर छ यो चाहिँ दरमागबाट हमेल जाने बाटो हो यो सुटकेसहरू विदेश जानलाई यतै किन्न आउँछ है 50% अफ सबै अफै अफ छ है यहाँ 50%, 30%, 20% किन आउँदा हुन्छ केटीहरूको ब्यागहरू यो के सोरुम हो खै हेर्दा त एन्टा जस्तो लाग्यो होइन जस्तो पनि लाग्यो होइन सुर्केस छ है 40%, 30%, 50% अफ भनेको बेलुन कति बेच्नु भयो त बेच्नु भएको छैन गाह्रो छ मान्छे छैन है आजकल छैन गाह्रो छ है नेपालमा काम गर्नलाई युवाहरूलाई रोजगार छैन त्यही पनि अब नगरपालिकाले गर्न दिँदैन गरेको काम पनि अब गाह्रो छ मान्छे छैन भन्छ ल अन्त नगरपालिकाले भेट्यो भने त झ्याप्पै फेरि उठाएर लिएर गइहाल्छ फेरि बेलुन सेलुन 70% अफ KTM सिटी नेपाली ब्रान्ड माया गर्नुपर्छ नेपाली ब्रान्डलाई लाउनुपर्छ तपाईँहरू पनि लाउनलाई एक दुईवटा थुक्रा चाहिँ म पनि बेला बेला लिइरहेको हुन्छ KTM सिटीमा नेपाली ब्रान्ड हो भनेर विवाह यत्रो महँगो महँगो छ यार विदेशी ब्रान्डहरू स्क्याचर्स यो अब इन्डियातिर 500-600 मा जुत्ता आउँछ यहाँ फेरि 8-9 हजार भन्छ भनेको मतलब एसिस र रिबोकको यो सोरुम हो दरबारबाट हमेल निस्किने बाटो हो यो घाँसै घाँस हालेर राखेको रहेछ घाम चर्को लागिरहेछ गाइस
हामी एन्ड गर्छौँ अब